यो ठाउँ जापानको टोकियो होइन, ओसाका होइन र नागोया पनि होइन, तर यस्तै ठुल्ठुला सहरहरूको कुनै एउटा कुनामा लुकेर रहेको हुन्छ सानो गाउँ। जापानको ठुल्ठुला बिल्डिङहरू र झिलिमिली सहरहरूको बारेमा प्राय सबैलाई थाहा नै होला, तर आज म देखाउने छु बिदाको दिनमा घुम्दै जाँदा मैले देखेको गाउँले जीवनशैली र केही रोचक लाग्दा कुराहरू। अनि जापानको गाउँतिर चाहिँ सागसब्जीको लागि एउटा पसल हुन्छ, त्यहाँ चाहिँ मान्छे नै हुँदैन। म देखाउँछु है त। यो पसलमा चाहिँ है मान्छे नै हुँदैन। यहाँ चाहिँ नर्मल सुपरमार्केटमा भन्दा चाहिँ अलिकति प्राइसहरू एकदमै कम हुन्छ। मुला छ होइन, मुला, अनि यो चाहिँ के हो, युजु होला है, मुलाहरू छ, सागहरू छ है। यहाँ चाहिँ क्यामेरा पनि राखेको छ, त्यहाँनिर क्यामेरा छ। पैसा चाहिँ यहाँ राख्ने हो, आफूलाई चाहिएको सामान लिने, अनि त्यसपछि पैसा चाहिँ यसमा हालिदिने। यो चाहिँ एकदम दामी लाग्यो मलाई। नेपालको झापा, मोरङ र कैलाली जस्ता जिल्लाहरूबाट युवाहरू पढ्न र काम गर्नको लागि काठमाडौँ झरेको जस्तै यहाँको अवस्था पनि त्यस्तै रहेछ। जापानको गाउँ साइडमा प्राय वृद्ध व्यक्तिहरू र धेरै आकिया अर्थात् खाली घरहरू धेरै देख्न पाए। घुम्दै जाने क्रममा एउटा पुरानो घर देखेर त्यहाँको भिडियो क्लिक गर्नको लागि त्यहाँ गएको थिएँ, तर त्यो पुरानो घरमा एउटा बुढी आमासँग भेट भयो र केही रमाइला कुराकानीहरू पनि भए। यहाँ चाहिँ एउटा मैले पुरानो पसल देखेँ है। त्यो पसल अझै पनि चल्छ होला है। यही त्यो चिउ लेखेको छ। こんにちは。魚の餌ありますよね。ある。やってないと思って来たけど。やってます。一応やってる。おばあさん何歳ですか？何歳ですか？年？はい。日本のお母さんにじゃない女の人に年聞いちゃダメ。本当？大丈夫大丈夫。あんたの国はどこ？私ネパール人です。おお、珍しいね。ネパールの人。そうですね。この辺はあんまりいない。あんまりいないですね。日本語上手。いえいえ、まだまだ。その子まだまだとか上手。ネパールのなんかこと知ってますか？ネパール？はい。国の？はい。あんまり知らない。あんまり知らない。世界中の一番高い山、エベレストある国です。へえ。そうです。あ、そうやって言えばいいんだ。そりゃいいね。はい。日本は富士山しかないでね。そうですね。富士山も私も去年登った。あ、そう。よく登ったね。あ、そう。こう苦しくなかった？そうね。ちょっと大変だったけど、上に到着してやっとできたという感じね。よかったね。गाउँ साइडमा चाहिँ यो माटोहरू पनि यसरी बेच्न राखेको हुन्छ है। 200 रुपैयाँ 300 रुपैयाँ बोरामा टक्क माटो लिने, अनि त्यसपछि पैसा पनि यहाँ यसमा है, यसमा राखिदिने अनि जाने हो है। यो साइडमा चाहिँ अहिले चाहिँ मुलाको सिजन छ, त्यही भएर सबै मुलाहरू रोपिरहेछ है। अनि त्यो साइडमा पनि सबै मुलाहरू रोपेको छ। अनि यहाँ चाहिँ टक्क माटोहरू हैन बेचिरहेको छ। जापानको गाउँ साइडमा वृद्ध जापानिजहरूको साथसाथै गाउँमा रहेको कम्पनीहरूमा युवाहरूको कमीले गर्दा फिलिपिन्स, भियतनाम, ब्राजिल र नेपाल जस्ता देशहरूबाट काम गर्न आउने विदेशी नागरिकहरू धेरै देख्न सकिन्छ। जापानिजहरू प्राय 60 देखि 65 वर्षसम्म कुनै एउटा कम्पनीमा काम गर्ने र पेन्सनको व्यवस्था प्राप्त भएपछि र उमेरको साथसाथै कम्पनी छाडेर उनीहरू कृषितर्फ लागेको धेरै देख्न सकिन्छ। अनि जापानको चाहिँ गाउँ साइडमा हैन प्राय चाहिँ यस्तो बोर्डहरू धेरै देख्न सकिन्छ। यसको मतलब चाहिँ यो जग्गा चाहिँ है बिक्रीमा छ भनेर राखेको हो। यताको साइडमा हैन सबै सानसाना खेतहरू, बारीहरूमा चाहिँ यस्तो बोर्डहरू राखेको छ र त्यो सबै जमिन चाहिँ बिक्रीमा रहेछ। यहाँ पनि छ है 1 10 100 1000 10 लाख 10 लाख करोड 4 करोड 95 लाख जग्गालाई चाहिँ यसको हिरोसा पनि सब लेख्दैछ हैन, नम्बरहरू पनि लेख्दैछ र किन्न मन लाग्यो भने चाहिँ त्यो नम्बरमा कन्ट्याक्ट गर्न सकिन्छ है। अनि जापानमा पनि नेपालमा जस्तै एक्सिडेन्टहरू बढी भएको रोडमा चाहिँ नेपालमा मन्दिरहरू राखेर पूजा गर्ने चलन छ नि, जापानमा पनि त्यस्तै चलन रहेछ है। मलाई चाहिँ एउटा जापानिजले भनेको 2-3 वर्ष अगाडि चाहिँ त्यो क्रसिङमा चाहिँ बढी एक्सिडेन्ट भयो अरे, अनि त्यही भएर एक्सिडेन्ट नहुनको लागि चाहिँ है यिनीहरूले पनि भगवानलाई एकदमै मान्छ, त्यही भएर यहाँ एउटा सानो टाइपको मन्दिर बनाएको छ है। नेपालको पनि कति धेरै ठाउँहरूमा एक्सिडेन्ट बढी भयो, मन्दिरहरू बनाउने, पूजाहरू गर्ने चलन छ नि, त्यस्तै जापानमा पनि रहेछ है।
सो गाइस यो थियो मेरो बिदाको दिन जापानको गाउँ साइडमा घुमेका केही रमाइला यादहरू। आजको भिडियो चाहिँ यति नै। भिडियो मन परेमा लाइक गर्नुहोस् र केही मनमा लागेका कुराहरू भए कमेन्ट गर्नुहोस् है त।